कुटुम्बमा मिनी ब्लग र आज पनि एउटा फेरि नयाँ ब्लग लिएर आइसकेको छु। आज ब्लग चाहिँ हाम्रो गाउँमा अब पुल बन्दैछ नि, त्यसको सामुना आएको छ अनि ट्रक आएको छ। अनि त्यो ट्रकको सामुना उतार्न जाँदैछु म अहिले चाहिँ। अनि हामी चाहिँ यता अब बिहानतिर जान्थ्यौँ होला, अब बिहानतिर त आएको थिएन। अनि बिहानतिर उठेर हामी मकै गर्न लाग्यौँ। अनि मकै गरेर चाहिँ आधी काम चाहिँ फिनिस भइसक्यो। अनि हल्का घाम लागिरहेको छ नि, त्यो भएर गर्मी छ। अनि त्यो भएर हामी चाहिँ अहिले पुरा खानासाना खाएर रेस्ट गरेको। अब चाहिँ हाम्रो गाउँमा ट्रक आएको रहेछ, अब त्यसको सामान उतार्न जाँदैछौँ। अहिले चाहिँ म सामान उतार्न जाँदैछु। अहिलेको लागि यति नै रहेको छ। निस्किसक्यो, अब चाहिँ सामान उतार्न जाँदैछु। अनि ट्रक चाहिँ उता आइरहेको छ हाम्रो ठुलो घर। अनि जाँदैछु म ट्रकको सामान उतार्न। यस्तो जाँदैछु, त्यो रहेछ। अहिलेको लागि यति नै रहेको छ। अहिले म चाहिँ अब ठुलो घर आइसकेको छु। अगाडि चाहिँ सामान उतारेको छ। अनि म चाहिँ ठुलो घर आइसकेको छु। उता चाहिँ अगाडि ट्रक सक्नुहुन्छ। अनि ट्रक आइसकेको छ। अनि उतादेखि सामान उतार्नु पर्छ। अब म सामान उतार्न जाँदैछु। हेलो गाइज, अहिले चाहिँ हामी यता पछाडि हेर्न सक्नुहुन्छ, त्यो बोक्दैछौँ हामी त। अब त्यहाँदेखि सामानहरू बोकिसक्यौँ। अहिले चाहिँ त्यहाँको खोलामा बोक्दैछौँ। अनि ठुलो चाहिँ हल्का उता जानुभएको छ, कठा लिनु जानु, कठा लिन बोक्नु भनेर। अनि म चाहिँ यस्तो बस्दैछु। अब चाहिँ अब कामहरू सुन्दैछु अरू लागि यति। सायद मैले चाहिँ अब काम सकिसकेको छु। अहिले चाहिँ म घरतिर जाँदैछु। पैसा चाहिँ साँझ मिल्छ अरे। अनि अब साँझ पैसा लिएर अब यस्तो चाउसा खानु पर्ला, यस्तो भोक लागिरहेको छ। अनि आज चाहिँ मैले भनेको थिएँ ठुलोले आफ्नो घर खाना पकाइदिनु भनेको थिएँ। अलग पकाइदिनु भन्नुभएको थियो। अनि हाम्रो एउटा काम सकेर अब काम सकिसक्यो। अहिले चाहिँ म घर आएको छु। अनि म पनि घर आइसकेँ, हेर्न सक्नुहुन्छ। म चाहिँ घर आइसकेँ। अनि घर आएर घर आएर अब यस्तो नुहाइधुवाइ गर्छु। अनि नुहाएर फेरि अब ठुलो घरतिर जान्छु। खाना खाना यता आइस भनिरहनु भएको थियो ठुलोले। अनि उतै जान्छु। अनि पैसा चाहिँ साँझ मिल्छ अरे। अनि आजको भ्लग यति नै रहेको छ। सबैजनालाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। टाटा बाई बाई, टेक केयर।